माई इन्फिनिटिक्स जोन युट्युब च्यानलमा आज चाहिँ म रत्न पार्क आएको छु र भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला है त। हामी अब चाहिँ म पार्कभित्र प्रवेश गर्दैछु। पार्क त्यस्तो दामी चाहिँ फुलै फुल छ त्यो पार्कभित्र। हेर्दै गर्नुहोला दामी छ पार्क चाहिँ रत्न पार्क काठमाडौँको वीर हस्पिटल अगाडि। त्यही छ बबाल छ रत्न पार्क। तपाईहरु नि आउन सक्नुहुन्छ है, बबाल छ ठाउँ। पार्कको वरिपरि दृश्यहरू देखाउन सक्छु, हेर्नु होला। हरियाली एकदम, विभिन्न जातका जडीबुटी फुलहरू फुलिरहेको छ। हेर्न सक्नुहुन्छ र हरेक मान्छेहरू एउटा यहाँ आइसकेपछि चाहिँ छुट्टै आनन्द। हरेक बोट बिरुवाबाट अक्सिजन लिन सकिन्छ। एकदम रमणीय सुन्दर ठाउँ छ। एकदम बबाल फुलहरू फुलिरहेछ थरीका। यहाँ चाहिँ फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने मान्छेको एकदमै भिड हुन्छ। फुलहरू चाहिँ बबाल छ वरिपरि त भित्र ठाउँहरू बबाल छ। त अगाडि अनि सब देखाउने छु। यता पार्कहरू छ, फुलहरू बबाल छ है। म चाहिँ अगाडि त भिडियो खिच्दै तपाईँ सब बबाल छ है ठाउँ। यता तपाईँहरू नि आउन सक्नुहुन्छ। एकदम पार्कहरू यहाँ आएपछि चाहिँ बेग्लै आनन्द हुन्छ क्या। बाटोहरू नि बबाल छ, वरिपरि हरियाली एकदम। लोखर्के यो चाहिँ गाई लोखर्के हो, शुद्ध हुन्छ, फाल्टै किसिमको लोखर्के हो। यो चाहिँ चोरी बस्ने लगाउने होइन ठाउँमा। र यहाँ आएपछि चाहिँ धेरै प्रेम चोरीहरू आउने गर्छ। अनि एकदम हरियाली। ओके राबा म छुइनँ कि एकदम बबाल छ है। उमेरले पुरो भन्दैन है। अनि बबाल छ ठाउँ। अनि यता चाहिँ एकदम कागहरूको भिड हुन्छ। अनि म यताबाट आएको, म सब देखाउँदै जान्छु। अनि एकदम कागहरू तिर्खाएछ पानी खानको लागि। यो पोखरीमा एकदम भिड परिरहेछ र वरिपरि खिचेर देखाउँदैछु। एकदम बबाल ठाउँहरू छ, दामी र जडीबुटी सँगसँगै हरियाली ठाउँ छ एकदम बबाल। तपाईँहरू पनि आएर छुट्टै यहाँको आनन्द लिन सक्नुहुन्छ। यहाँको आनन्द एकदम लिन सक्नुहुन्छ। वरिपरिदेखि लिएर सबै एकजना दाइ चाहिँ त्यहाँ हुनुहुन्छ। अनि यहाँ चाहिँ धेरै प्रेम चोरीहरू आउँछ अनि हुने गर्छ। वरिपरि सयपत्री फुलदेखि लिएर हरेक फुलहरू, विभिन्न प्रकारको फुलहरू आउने गर्छ यहाँ। र तपाईँहरू पनि आएर अवलोकन गरेर यहाँको
छुट्टै आनन्द लिन सक्नुहुन्छ। अनि त्यहाँ सम्पूर्ण फुफु केकहरू हरेक किसिमको जडीबुट्टीदेखि लिएर बोट बिरुवादेखि लिएर छुट्टै आनन्द। म चाहिँ बाहिरबाट खिचिरहेछ, अहिले भित्रबाट पनि खिच्नेछु। भित्र उत्तिकै मोबाइल रमाइलो सुन्दर मोबाइल छ। हेर्दै गर्नुलाई भिडियो मोबाइल छ। म चाहिँ अघि यताबाट आएको थिएँ र म यता बिच बाटो आउनेछु। यहाँ छ एउटा दाइ मसँग आएको दाइ। यो हो तुम कहाँ जा रहा है आयो त इधर। अलिक टोसी नयाँ हो तर सबरी त नहेर्नी छ ले मैनू भेट्छ यहाँ नभए क्या। यो भला चाहिँ अब म एक राउन्ड घुमिसकेको छु। अब यताको साइड थोरै यता पनि छ है। अघि चाहिँ म यता बाटो यहाँबाट अघि म यता बाटो यसो उधो गएको थिएँ। अहिले चाहिँ म फेरि घुमेर उताबाट आएको छु। र अब म कता जान्छु भन्दाखेरि नि पोखरीहरू चाहिँ छ माछाहरू। अब चाहिँ म यता जान्छ यता घुम्दै जान्छु। यता घुम्दै जान्छु। तपाईँहरू भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। म चाहिँ यताबाट आएको। म अहिले यता चाहिँ बच्चाहरू खेल्ने ठाउँ र बच्चाहरू एकदम यहाँ खुसी भएर खेल्छ। बच्चाहरू खेल्ने ठाउँ यो चाहिँ। अनि त्यसो बबाल दामी छ है बच्चाहरू खेल्ने ठाउँ। त्यसो बबाल यहाँ चाहिँ आराम गर्ने ठाउँ, घुम्ने वरिपरि घुम्ने गले साथ बिसाउने ठाउँहरू धेरै छ। फुलहरू बबाल फुलिरहेछ यहाँ पार्कभित्र चाहिँ खालको थरीको फुलहरू हेर्नु सक्छ। चाहिँ म यता घुमिसके साथ अब म फर्किने बेला भइसकेको छ। अनि हम चाहिँ अब रत्न पार्क घुमिसकेर अब फर्किँदैछौँ। भिडियो हेरेर अनि साथ दिनु होला र अर्को भिडियोमा नि माया गरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है त। अब गेटबाट बाहिर निस्किँदैछौँ। रत्न पार्कदेखि निस्केर पुल चढ्दैछौँ। पुल चढिसके पछाडिको दृश्य दरबार हाई स्कुल है चाहिँ एकदम पानीले एकदम कुच्चा गरिरहेको छ। त्यही भएर हामी एकदम छिटो हिँडिरहेको छ गाइजहरू है। एकदम मोबाइल मान्छेको बेर उठिकै हिँडिरहेको छ पसिन हुँदै गाडी जाँदैछु।
रुमतर्फ। देखि चाहिँ बला सुट चलिरहेछ। डेटीको कसले पाल्छ नि अलिक त छाडी पिनु आउनु पर्यो क्या कहाँ दम एक छाडी पिनु आउनु पर्यो क्या अटा चाहिँ अटा 2 लाख दम एक चाहिँ बार नुहाउनु पर्यो दम एक गरी दुई बार उठ्छु म अनि गराइको कारणले गर्दाखेरि गाह्रो पनि भइरहेछ। त्यही भएर बनाउनु पर्छ। त्यही भएर पर्छ यता साइड सिस्टम जस्तो लाग्यो मलाई। सबैमा दम एक मिलाएर खाउँछ सीमा बाह्र होइन सीमा बाह्र लेख्ने होइन नि त लेखेछ नि त्यही गर्दाखेरि लागर अब चाहिँ रत्न पार्क बजार हुँदै फेरि बसन्तपुर आइपुगेको छौँ। एकदम अघि चाहिँ पानी पर्नु खोजिरहेको छ अहिलेसम्म पानी परेको छैन। अनि नेपाली तसा बसन्तपुर आइपुग्यो है त हामी एकदम खतरा छ मन्दिरहरू। यहाँ चाहिँ बबाल छ एउटा रुख चाहिँ बबाल छ सक्नुहुन्छ बबाल छ है। बसन्तपुरमा आइपुगिसकेपछि चाहिँ जाँदा चाहिँ बनाउँदै के छ अनि यहाँ चाहिँ गरिरहनु पर्ने पर्छ राइदै नै